सुरु गर ल साथी हो हामी कहाँ पुग्यौँ कहाँ पुगिरहेको थिएँ कहाँदेखि बोलिरहेको थिएँ कहाँदेखि बोलिरहेको थिएँ यही थाहा छैन कि साथी हो हाम्रो जाडुको छोरी तयार छ है जुन चिजलाई पनि चिन्न गर्छ जे चिजलाई पनि कति म्युजियम त खतरनाक भयो यार खतरनाक भयो है खतरनाक लागिरहेको त बस त एक्लै टक्सी के भन्नु भाइ बहुत मस्त मस्त प्लान सर कहाँ जाने फर्स्टमा सर मोबाइल युज गर्नु भित्र लगाउनु मिल्छ होइन मिलिहाल्छ सर शेखर लेट्स गो यहाँ बस न फोटो खिचिदिन्छु म बस त डोन्ट टच माछा रक्कै राति के तल नजर के दिँदैन भने हो त्यो घाँसमै किल्चिने नदिनु पर्ने खासमा सबै यहाँ माछा भन्ने थिए माछा हेर्न राम्रो माछा त्यहाँ पनि छ हेर न त्यहाँ कालो छ मुनि लेट्स गो सर वे सबै माछा मात्र खाइका हो नि खाइका त्यहाँ भित्र जा लाइन सर टिका ठहराएपछि के गर्ने टिका ठहराएपछि के मर है रे सनम तेरी कसम किधर है तू मेरो फोन बिस्तारै हेर्दै बिस्तारै एकदम बिस्तारै हल्ला नगर्ने ल गाइस यहाँ बिस्तारै बोल्नुपर्छ रे यता गाइस बिस्तारै बोल्नुपर्छ रे अब हामी बिस्तारै बोल्दै जान्छौँ है ल यहाँ म्युजियम हो है सर गाइस हाम्रो यो पोखराको म्युजियम हो है सर गाइस एउटा समाज तपाईँ यहाँ देख्न सक्नुहुन्छ है नचलाउनु जाँदैन भित्र लाइब्रेरी साथी उहाँहरू हाम्रो बुढीहरू आइरहन् साथी हो पछाडि उहाँहरू हाम्रो बुढीहरू आइरहन् बुढीहरू हाम्रो बुढी के बोल्यो गाइस त्यस्तोहरूलाई हेर्नुहुन्न गाइस त्यस्तो बुढाबुढीहरूलाई हेर्नुहुन्न यता हेर्नु तपाईँहरू यहाँ म्युजियम हेर्न सक्नुहुन्छ यता फोटो हेर्न सक्नुहुन्छ यता गाइस फोटो हेर्न सक्नुहुन्छ कहाँको फोटो है सर गाइस तपाईँहरू हेर्न सक्नुहुन्छ पुरानो जमानाको फोटोहरू है गाइस अलिक बिस्तारै बोल्नुपर्छ अरे यो कहाँ फसेको प्लेन रह्यो है गाइस फोटोसँग म्युजियम राखेर म गर्दा फोटो त्यससँग म्युजियम रहेन भाइ गाइस यो कति करोडको होला लाखको होला है फोटोहरू लाखको छुनै दिन्न तिमीहरूलाई यहाँ तल हेर्न सक्नुहुन्छ हिमाल मुभी बनाउँछ अरे गाइस यहाँ हिमाल देख्न सक्नुहुन्छ तपाईँहरू हिमाल देख्न हेर्न सक्नुहुन्छ गाइस यो कहाँको ढुङ्गा हो गाइस यो कहाँको ढुङ्गा हो अनि यो पनि लेखेको छ बताउँछु कि इट इज द यो मेरो हो है मेरो यहाँ हेर यहाँ राम्ररी हेर नगरेको त्यस्तो अब भन्न सकिन्न है त्यहाँ लेखेको छ है कति करोडको अरे अनि यहाँ यो के फोटो हो साथी यो के को फोटो है पक्कै यो आउनु त शेखर हाल्छ न यो लेखेको
साथीहरू यो कुन मान्छेहरू हुन् चिन्न सक्नुहुन्छ होला तपाईँहरू युट्युबमा फेसबुकमा सर्च हानेपछि है साथीहरू। अनि यता यो के लेखेको छ हेर्नु त यहाँ तपाईँहरू यो लेखेको पढ्न सक्नुहुन्छ है। साथीहरू गाइजहरू कमेन्टमा भन्नुहुन्छ नि त के लेखेछ भनेर तपाईँहरू पढेर सुनाउन सक्नुहुन्छ। यहाँ तल पनि छ है नेपालीमा सबै है इङ्ग्लिस नेपाली डिभाइडमा छ है साथी हो तपाईँहरू पढेर देखाउनुहुन्छ। अब यो गरेर मेरो पुरा दिन जान्छ त्यसले यो यता आउनुहोस् गाइस यो पेन्टिङ हेर्नु त कति राम्रो राम्रो केटी छ गाइस। अनि यहाँ हाम्रो ग्लास चाहिँ हेर्न सक्नुहुन्छ तपाईँहरू है। अन्सर तिम्रो गाउँ ढुँदैन गाउँ तिम्रो गाउँ कता तिम्रो गाउँ कहाँ तर तराई खोज्छ तराई मधेस चल्न पेन्सिलले मार लाग्दछ मधेस प्रदेश कुन मधेस प्रदेश यो छ नि हेर यहाँदेखि यो जनकपुर प्रोभिन्स हो यो जनकपुर अनि जनकपुर छ यो हैन देख्न सक्नुहुन्छ उहाँहरूलाई नि देखेर उहाँहरू हेर यहाँ हेर्न टुर आउनु भयो तपाईँलाई यो फर्म नमस्ते ना झेल तपाईँहरू टुरहरूलाई देख्न सक्नुहुन्छ है। अब हाम्रो यहाँ पेन्टिङहरू हेर्न सक्नुहुन्छ। यता के हेर्नुहुन्छ होला तपाईँहरू यो कुन ठाउँको हो हजुर यो कुन ठाउँको यो पहिला हाम्रो नेपाल नेपाल पहिलाको नेपाल खास यो कहाँको पहिला आउँछ पहिलाको नेपाल होइन कि यो कसको गाउँ हो माथिको यो हाम्रो थाहा छैन यो होला कुन गाउँको तर यो हाम्रो म्युजियम यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू हाम्रो यहाँ पोखराको म्युजियम है। पोखरेको म्युजियम भन्दा नि यो सियोनको यो कताको हो ब्लडिङ विथ अल्सो नोन एज बाबु अब जाम 7 मिनटको भिडियो भएछ अहिले 7 मिनटको भिडियो भयो यार 1 घन्टाको भयो नि हाम्रो पुरानो पिक्चर पुरानो जमानाको है अहिले चल्यो पुरानो अहिले तर पुरानोको मान्छे राम्रो हुन्थ्यो अस्ट्रेलिया इंडिया भी जाम ल यता पेन्टिङ माथिको तल यता पेन्टिङ गाइस यो देख्न सक्नुहुन्छ बस यहाँ फोटो खिच्नु बस त पकाइ आइरहेछ पकाइ सिङ्गल आउनु सिङ्गल जाऊ सिङ्गल कहाँ मैले तँ मान्छे जस्तो गर न मान्छे जस्तो जाम जाम तपाईँहरू यता यो पेन्टिङहरू पनि देख्न सक्नुहुन्छ है। यो प्राचीन चिजहरू है साथीहरू प्राचीन चिजहरू देख्न सक्नुहुन्छ कति जमाना पुरानाको है 100 साल पुराना 100 साल पुराना के अरे ब्याजहरू हाम्रो यो पेन्टिङ हेर्न सक्नुहुन्छ कति करोडको होला यो पछाडिको करोडको होला के लाग्नु होला है। यो 40 लाखको पेन्टिङ है 40 लाखको पेन्टिङहरू है। यो 20 करोडको यो 20 करोडको 20 को अहिलेसम्म आयो 27 को हो भाइ यो मान्छेले चिन्नुहुन्छ तपाईँहरू साथी बर्बरी हो यो बर्बरी उल्टो गर कि त्यो पेन्सन यहाँ तिमी फाट्छ पैसा तिराउँछ यहाँ तिमी यहाँ बुरबेरी अबे चोदुजा गरेन फाट्यो तु बार फाट्यो त यहाँ अरू यो पुरानो जमानाको युद्ध गर्ने मान्छेहरू होइन
उहाँहरू तर यो को हो सेकर कुन हो चिन्नुहुन्छ यहाँहरू को अब उहाँलाई नि चिन्नुहुन्छ मान्छे हो यो शेखरको साथी मान्छे हो उहाँहरूलाई पनि चिन्नुहुन्छ होला तपाईँहरू जोनले हजारेर चिन्नु रिचार्ड विलियम जियोन त्यसले नै मैले चिन्छु यार यस बग्नु पाउँदै यसले के गरेछ उहाँले तपाईँले चिन्नुहुन्छ होला तपाईँहरूलाई म अर्पित गर्छु लाग्छ आउनु धेरै भयो यतिर गएर म पुरानो जमानाको कपडा देखाउन चाहन्छु है अब यो पुरानो जमानाको के देखाउन चाहन्छु है म तपाईँलाई यसो यसो चाहिँ खास केही रहेनछ हाम्रो नेपालको हो त्यसरी छैन होइन त्यो त भन्न चाहिँ के खोज्यो भाइ एकर मतलब तेरे नहीं दिख रहा था कहीं अङ्कलको सामान तर यो उहाँ अङ्कलहरूको सामान हेर्नु सामानहरू जति छ त्यो इनीहरूको फोटो खिच्दैन फोटो खिच्दैन इनीहरूको उहाँहरू यस्तो फोटो खिच्दैन इनीहरूको अनि यो तपाईँहरू सबै चिन्न सक्नुहुन्छ होला अनि यो यहाँ हेर्नु यो बाहिर ओ मान्छे सुत्या है तर यहाँ पुत्ला राखेछौँ तर पुत्ला राखेको छ त यार हेरौँ न तर यो पहिला जमानाको हो र पुरानो हिउँ चढ्ने कपडा है यो हाम्रो हिउँ माउन्टेन चढ्ने कपडा है साथीहरू यो कसरी चढ्ने तर जुत्ता क्या ठुलो छ है अनि यो फेरि यो 1996 त्यो क्लाइम्बिङ गर्ने हो को छुना छ त्यो टुटलहरू तुझे त 12 मार मर्छ थाल मजाकबाट गरेको चिज नआउनु केटाको कपडा हेर्नु सक्नुहुन्छ पहिलाको जमानाको कस्तो कस्तो कपडा हालेर मान्छेहरू बाँचिरहन्थ्यो कस्तो कस्तो कपडा हालेर मान्छेहरू बाँचिरहँदैछ त्यो सुन भाइ खाली बक्कको उकार देखाउँदा हाम्रो होइन मोबाइल के हो तोर मारे एकदम तुरन्त देखो उहाँ क्यामेरा के अरे दूरबीन देख्न सक्नुहुन्छ दूरबीन छोड्दै यसले गाड मार्छ नि मान्छेले छोड्दै त्यसो गाड मार्छ नि थाला हाम्रो उहाँ पासाङ लामा शेर्पा है उहाँको समय अहिलेसम्म के भेट्नु उहाँको समय के भेट्नु उहाँको यहाँ उहाँको समय भेट्नु होला उहाँको यहाँ सुत्ने बेड भेट्नु है उहाँको नाम हतियारहरू होइन त्यो माथि चढ्ने होइन हतियार माथि चढ्ने
सगरमाथा उहाँ झन्डा निकाल्नु भएको हाम्रो सगरमाथामा सर सर यता आउनु पर्यो सर यता भिडियो बनाउनु हाम्रो सगरमाथा शेखर शेखर यसको दिउँ न यो नेपालको नक्सा हो र तर यो कुन ठाउँ हो तर पोखराको हो खास गरी होइन पोखरा मुनि कताको होला तर कति राम्रो बनाएन है तपाईँ यो हाम्रो निलो निलो जो हाल्नु भएको लिक्विड त्यो पानी हो है साथीहरू यता यो महान महान व्यक्तिहरू अनि यो देख्नु सक्नुहुन्छ यसरी पाहाडमा चढेर यसरी पाहाडमा चढेर होइन यहाँ हाम्रो जान्थ्यो त्यो चाहिँ के थियो केटा हो है त्यो केटी नसुन्नु है केटी हो अरू यहाँ केटाकेटी रहने है के गर्दा उहाँ सहर निकाल्न जान्छन् क्या माथिहरू दुःख गरेर उहाँहरू सहर निकाल्नुहुन्छ